हेलो गाइज, म चाहिँ यहाँ कोशी धापलङ घुम्न आएको। उदयपुर र खोटाङको सिमानामा गाइज हिँड्दैछु। यहाँनिर पक्की पुल पनि बन्दैछ। अब दुई तीन साल पछि त बनिहाल्छ। यो पुल त बाङ्गै छ त भाइ रमेश, पिल्लर बाङ्गो छ त। अनि यो थाम्छ त यहाँसम्म आएको है राम्रो। यो पुल त बाङ्गो छ त है अलिकति, यत्रो आउँदो रहेछ है। दिमाग खराब छैन। यहाँ चाहिँ गरिमाना स्विमिङ खान टाइम हुन्छ है। यहाँले तान्दैन। म त यहाँदेखि छिर्यो भने उता पर छ नि 1300 हद सिधै निस्किँदैन नि त। सिधै 1300 निस्किन्छ। कहाँको हो त? ल यहाँ चाहिँ दामी आउँछ। मेरो खिच्यो त्यहाँ उता त यहाँ। हेलो दर्शन, नमस्ते गाइस। फाइनली हामी धापलङको यहाँनिर ब्रिज बन्दैछ, न्यू ब्रिज। अहिले चाहिँ हामी घोलुङ्गामा हिँड्दैछौँ गाइस। पछि चाहिँ ब्रिज बन्दैछ। झोलुङ्गा पुल गाइस, धापलङ कोशी। यहाँ ब्रिज बन्दैछ पछि। ल हेर्नुहोस्, पक्की पुल बन्दैछ। यहाँनिर पाइलिङहरू भइरहेछ गाइस। फाइनली हेर्नुहोस् धापलङ। आज धापलङ दशहरा जाँदैछु गाइस। एक्लै भाइ, म, चालाको बुढी, म, बुढी चाहिँ होइन। ओहो, यो पुल बाङ्गो रहेछ। कोसीले छोएको पुल। यहाँ लाठो छिना रहेछ, हल्का टेढो रहेछ। धन्नै यति बचेछ। यो पनि नबच्यो त जाने हिँड्ने भाउ नहुने। ओहो गाइस, कोशी। हजुर, मेरो त गाइड हो। मेरो त सिमलटार हो। कटियो है। यो लयो त हिँड्न गाह्रो हुन्थ्यो है। बिजोक हुन्थ्यो। लस भयो। हेलो गाइस, दर्शन नमस्ते। फाइनली हामी आज यो धापलङको पुलमा आउँदैछु। झोलुङ पुल यो बाढीले सबै पहिला छोएको थियो, लठाहरू बाङ्गो थियो। यहाँसम्म यता देख, यो पुरै आउँछ सिधा आउँछ। यहाँ एउटा घर थियो बगा त्यो छैन क्या, ठाडो होइन। उता जाँदै आउँदै गर्छु, रेकर्ड गरिरहेको छु। यहाँ चाहिँ इन्टरभ्यू जस्तो हो। अनि आज चाहिँ हामी यो खोटाङ हाफ मात्र निक्लिन्छ। हुन्छ हाफ मात्र। हाम्रो खोटाङ जिल्ला होइन। हजुर। यता उदयपुर, धापलङ, कोशी, यो चाहिँ सिमाना। यहाँ पक्की पुल देखाएको। पक्की पुल बन्दैछ गाइस। अब 2 सालमा त बन्छ होला है, 2-3 सालमा बन्द होला। अनि यो चाहिँ बाङ्गो हो क्या। यो कसरी अडिन्छ खै, अर्को पनि निकाल्दै होला नि। यिनीहरूले नजाने कि यो पुलहरू यहाँनिर खन्नुपर्छ है। त्यहाँ पनि लाउँदो होला अर्को। त्यो भत्र लाउँछ सिधा। उताको हाइट हेरिकन यताको त धेरै हो।